लगातारको भारी वर्षाका कारण झापाको बिर्तामोडमा एउटा अचम्मको र डरलाग्दो घटना भएको छ। बिर्तामोड 5 स्थित नयाँ बस पार्कको सुकुम्बासी बस्तीमा रहेको एउटा 3 तले पक्की घर जमिनमा भासिएको छ। यो घर 70 वर्षीय वृद्ध पहलमान ठाकुरको थियो। आज बिहान राति करिब 2 बजीतिर सबैजना सुतिरहेका बेला अचानक घर जमिनमा धसिन थाल्यो। घर बिस्तारै एकातर्फ ढल्किन थालेपछि हतार हतार भित्र रहेका मानिसहरू र केही सामानहरू बाहिर निकालियो। अहिले स्क्रिनमा हेर्नुहोस्, यो नीलो रङको 3 तले पक्की घर कसरी जगैदेखि उक्लिएर मकैबारीतर्फ ढल्किएको छ। जमिन कमजोर भएर घर अन्दाजी 20 देखि 25 डिग्रीसम्म ढल्किँदा पनि जग पुरै नभत्किनु आफैमा अनौठो देखिन्छ। भाग्यवश त्यो घरमा 2 जना मात्रै बस्ने भएकाले समयमै ज्यान जोगाउन सफल भयो। प्रहरीका अनुसार घर जमिनमा भासिएर अन्दाजी 20 देखि 25 डिग्रीसम्म ढल्किएको छ। अहिले त्यो घर पूर्ण रूपमा खाली गराइसकेको छ। वर्षाको समयमा जमिन कमजोर हुँदा यस्ता दुर्घटनाहरू हुन सक्छन्। तपाईहरुको क्षेत्रमा पनि यस्तो जोखिम छ भने सतर्क रहनुहोला। भिडियोलाई शेयर गरेर सबैमाझ जानकारी पुर्याइदिनुहोला।